वितरण कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सबै स्टेक होल्डरले सहयोग गर्नुभएको छ। ती सबै स्टेक होल्डरमा सबैको नाम अहिले यहाँ उच्चारण गर्न अथवा उल्लेख गर्न समय अभावको कारणले गर्दा असमर्थ छु। यो खेललाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा मनैदेखि हृदयदेखि नै फिजिकल्ली हरेक कुराले साथ सहयोग गर्नुहुने ती सबै मनकारी सहयोगीहरूप्रति सिराञ्चोक गाउँपालिका हार्दिक धन्यवादका साथ आभार प्रकट गर्न चाहन्छु। आज यहाँहरूको त्यो अमूल्य साथ सहयोगको कारणले गर्दा सिराञ्चोक गाउँपालिका स्तरीय यो 6औं राष्ट्रपति रणशिल खेलकुद प्रतियोगिता भव्यताका साथ यो मैदानमा हामी सम्पन्न गर्न गइरहेका छौँ। यो खेलकुद प्रतियोगितामा पदक विजेतालाई हामी हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ, साथै उत्तरोत्तर प्रगतिको पनि ज्ञापन गर्न चाहन्छौँ। साथै यो राष्ट्रपति रणशिल खेलकुद प्रतियोगिताको रणशिल माध्यमिक विद्यालय परोपकार माध्यमिक विद्यालय जो दोस्रो भएको छ, जनकल्याण सँगसँगै सान्त्वना पुरस्कार प्राप्त धर्मवती र सहभागी सबै विद्यालयहरूप्रति सिराञ्चोक गाउँपालिका र आयोजक समिति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ र आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिहरूमा यहाँको सक्रिय सहभागिता हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। र अन्तमा यो खेलकुद प्रतियोगितालाई सम्पन्न गर्नका निमित्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सिराञ्चोक गाउँपालिका वडा नम्बर 8 को वडा कार्यालय श्री परोपकार आदर्श माध्यमिक विद्यालयका यहाँका आदरणीय शिक्षक शिक्षिकाजीहरू, विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक र सिङ्गो चौधारीवासी प्रति सिराञ्चोक गाउँपालिका हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सँगै मेरा सबै वडा अध्यक्षहरू जो निरन्तर रूपमा यो खेल मैदानमा प्रारम्भदेखि आजको मितिसम्म निरन्तर रूपमा खट्नु भएको छ, सहयोग गर्नुभएको छ, सहजीकरण गर्नुभएको छ, उहाँहरूप्रति पनि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र सिराञ्चोक गाउँपालिकाको प्रमुख प्रशासक अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूप्रति पनि म व्यक्तिगत रूपमा यहाँहरूको त्यो सहयोग र साथका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु। र